मेरो फ्रेन्ड लिस्ट तिम्रो दर्शन पाउन बाटो कुर्दै बसेको वर्षौं भइसक्यो। 2 दिन आएर मक्ख पारेको होइन, कसो निस्वार्थ भावले वर्षौं पहिलेदेखि मैले तिमीलाई फलो गरे हौ। तिम्रो दुवै आइडी मेरो फलोइङ लिस्टमा ताज झैं सजिएका छन्। तिम्रो फलोइङ लिस्टमा 1 बढाएर मलाई पनि सजाए हुन्न र? मेरो खुसी 1बाट 100मा पुर्याए हुन्न र? त्यो दिन मेरो लागि कुनै चाडपर्व भन्दा कम हुँदैन। सुन न, मलाई पनि तिम्रो छेउमा थोरै ठाउँ दिए हुन्न र? मेरो हातले तिम्रो पोस्टमा लाइक गरे जति त आजसम्म मैले फेसबुक स्क्रोल पनि गरेको छैन। मेरो फिडको हाइलाइट हिस्टोरीको सर्च रिजल्ट हौ तिमी। अब त लेट्स बी फ्रेन्ड भन्दै डीएम गरे हुन्न र? साँच्चै भनेको अब त यो दूरी घटाउँदै मेरो मनलाई धन्य गरे हुन्न र? छोड न जिद, यो फ्यानको पनि मन राखिदिए हुन्न र? साँच्चै छोड न जिद, यो फ्यानको पनि मन राखिदिए हुन्न र? अब त हामी साथी बनौँ न हुन्न र? अब त हामी साथी बनौँ न हुन्न र? यही थियो क्या त्यो दिन। मान्छेहरूले च्याट गरिहाल्छ, बवालै भयो यो चाहिँ। बवाल लाग्यो, रातो पिरो भयो म त यार। के हो कलरै चेन्ज हालेर। सरी ल, फिल्ममा भएन भन्नुभयो, तर म नर्भस हुन्छु एक त होइन, अर्को त अब खुसी छु नि त धेरै नै त्यही भएर नि हो क्या। कस्तो अरू केही लेखेको छ भने भन है। तपाईँको लागि त म अब लेखिहाल्छु नि। सुनाउ न कस्तो नराम्रो कमेन्ट नगरिदिनु न। यस्तो क्या सुनाउनलाई अब पाउने भयो नि त, अब त कति लेखिहाल्छु नि। अब त्यो सुनाउन पाइन्छ पाइँदैन भन्ने थियो। आमा आज त्यो कमेन्टमा गरे सपोर्टले मलाई कति खुसी मिल्यो। त्यति तपाईँहरूले नगर्नु भयो भए सायद मैले एउटाले कमेन्ट गरेर देख्नुहुन्न थियो होला होइन। थ्याङ्क यू सबैलाई। फेरि एकचोटि सुनाउनु मजा आयो कि मलाई, साँच्ची किन भन्नु मलाई मजा लाग्यो कि साँच्ची किन। फेरि एकचोटि मेरो फ्रेन्ड लिस्ट तिम्रो दर्शन पाउन बाटोको उड्दै बसेको वर्षौं भइसक्यो। 2 दिन आएर मक्ख पारेको होइन, कसम बिग फ्यान हो। निस्वार्थ भावले वर्षौं पहिलेदेखिबाटै मैले फलो गरे हौ। तिम्रा दुवै आइडी मेरो फलोइङ लिस्टमा ताज झैं सजिएका छन्। तिम्रो फलोइङमा 1 बढाएर मलाई पनि सजाए हुन्न र? मेरो खुसी 1बाट 100मा पुर्याए हुन्न र? त्यो दिन मेरो लागि कुनै चाडपर्व भन्दा कम हुँदैन। सुन न, मलाई पनि तिम्रो छेउमा थोरै ठाउँ दिए हुन्न र? मेरो हातले तिम्रो पोस्ट लाइक गरे जति त आजसम्म मैले फेसबुक स्क्रोल पनि गरेको छैन। मेरो फिडको हाइलाइट हिस्टोरीको सर्च रिजल्ट हौ तिमी। अब त लेट्स बी फ्रेन्ड भन्दै डीएम गरे हुन्न र? साँच्चै भनेको अब त यो दूरी घटाउँदै मेरो मनलाई धन्य गरे हुन्न र? छोड न जिद, यो फ्यानको पनि मन राखिदिए हुन्न र? अब त हामी साथी बनौँ न हुन्न र? अब त हामी साथी बनौँ न हुन्न र? त्यही नै थियो। मलाई कसैले पनि यस्तरी भनेको थिएन। सबैजनाहरूले यस्तरी चाहिँ कसैले पनि भनेको। द्याट्स रियली नाइस। मैले चाहिँ के सोचेको थिएँ, यो सुनाएपछि मैले पाएँ भने, यो सुनाएपछि चाहिँ पाऊँ मैले फलो ब्याक सोचेको थिएँ क्या। पाएछु भने नि, यो सुनाएपछि चाहिँ पाएँ भने त्यो अति खुसी लाग्थ्यो। तर सुनाउनु भन्दा पहिला पाएँ त्यो नि एकदम खुसीको कुरा हो होइन। तर पनि यो सुनाए खुसी लाग्यो मलाई यार। यस्तो सम्झेर यस्तरी लेखिदिनु एकदम मलाई बवाल मजा आयो। थ्याङ्क यू। गाडी नुवाकोटमा छ अरे? नुवाकोट बट्टार लास्टै गर्मी हो। हुन्छ अब राम्रोसँग म पनि अब यसो लाइभ साइभ इन गर्न ठ्याक्कै बोलाउनु कि भइरहेको थियो कि।
तिमीरोमा साथी थिएन नि त अनि च्याटमा त्यो नाटक आएन भाइ बनाउनु चाहेर हो कि के भन्न थाल्यो कि मान्छेले कस्तो भाइ मान्छेहरू ल कति माया गर्नु भएको थियो सोचेको थिएन क्या अनि यसो हेरेको फलो नगर्नु भएको मान्छेहरू नि आइस 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 भनेर कतिले गर्नु भएको थियो ओ कस्तो खुसी लाग्यो मलाई थ्याङ्क यू सबैजनाले त्यहाँ कतिजना हुनुहुन्छ 3500 त्यही 3200 कतिजना हुनुहुन्छ होइन सबैलाई धेरै माया छ है ल ल गोलकिपर के रे आइसा म चाहिँ अब गर्न लाग्यो हामी फेरि भोलि पनि आउँछौँ भोलि जाउँ है हस् बबाल लेखेर आउन यसो दाम म पक्का लेख्छु ल तपाईँको लागि थ्याङ्क यू ल जान्छु म है राम्रोसँग बस बाई बाई बाई